सजिलो गणित सिकाए अन्तर्गत गएर एउटा चाहिँ हामी विभिन्न गणितका विभिन्न तरिका छन् गुणन गर्ने तरिका, तर एउटा विधि छ लाइन मेथड अफ मल्टिप्लिकेसन भनेर। त्यसमा चाहिँ हजुरहरूले 321 लाई 3 ले गुणन गर्दा कति आउँछ? 963 आउँछ भनेर गुणन गरेर निकाल्नु भने एउटा नयाँ मेथड पनि सिक्नु पर्ने भयो क्या हामीले। नयाँ मेथड कसरी निक्लिन्छ भनेपछि कसैलाई गुणन गर्न आउँदैन, लाइन मेथडको मल्टिप्लिकेसनबाट चाहिँ अलि सजिलो होला तपाईहरुलाई। कुनै सानो बालबालिकालाई पनि सिकाउन सक्नुहुन्छ त्यस्तो लाइन मेथडको। हेर्नुस् है कसरी गरिन्छ भनेर। पहिला चाहिँ यो 3 वटा धर्का तान्ने, त्यसैले यो 2 भनेको 2टा धर्का तान्ने, फेरि 1 भनेको एउटा धर्का तान्ने। त्यसै यो गुणनले के भन्छ भनेपछि क्रस गर भन्छ। क्रस गर भनेपछि चाहिँ कतिले क्रस गर? 3 ले। 3 वटा धर्काले क्रस गर्नुस् भन्छ। 1 2 त्यसै चाहिँ 3। अब 3 वटा धर्काले क्रस गर्दाखेरि अब चाहिँ हामीले चाहिँ गर्ने यो कटेको ठाउँहरुलाई गर्ने। कटेको ठाउँलाई गर्दाखेरि गर्नुस् त 1 2 3। त्यसै चाहिँ 1 2 3 4 5 6 त्यसै चाहिँ 1 2 3 4 5 6 7 8 9। अब हाम्रो एन्सर चाहिँ 963 963। हाम्रो एन्सर मिल्यो कि मिलेन तपाईहरुसँग? एउटा यो सजिलो तरिका हो, गणितको सजिलो तरिका। एकदम कसैलाई नआयो भने चाहिँ यसरी पनि गर्न सक्नुहुन्छ।